यतिकै चाहिँ नभएर एकैछिनमा घाम लाग्छ है, अनि एकैछिनमा वेदर खुल्छ। अनि यताको मौसम त्यस्तो छ। अब फेरि एक्कासी घाम लाग्यो क्या, अहिले भर्खर आउँछ छोपा त्यो सबै घाम खोल्यो फेरि। फेरि विदिन अ मोमेन्ट अहिले हेर खुल्ला भइसकेको छ। कस्तो रमाइलो छ। कुनै वेबसाइटले 3000 भनेको छ, कसैले 2300 भनेको छ। अलमोस्ट मैले नि 3000 को चाहिँ एक्सपेक्टेसन गरेँ हो होइन यो हाइटलाई। हेरौँ ट्राई त गरेँ हो, म्याप्स अन गरेर चेक गर्नको लागि 4G देखायो भने, तर मजाले चलिरहेको चाहिँ छैन। अनि यहाँ दुईवटा टावर रहेछ है, रौतपोखरी मात्र आएर नफर्किनु होला, अझै माथि माथि राम्रो ठाउँ छ। यहाँ चाहिँ एउटा टावर छ, अर्को टावर छ। यो दुईवटा टावरको बिचमा एउटा सानो पोखरी छ है। पोखरी त के भन्नु, नर्मली आल जस्तो देखिरहेको छ। त्यही नै राम्रो छ, जस आएर एकचोटि भिजिट गरिदिनु। माथिसम्म आउनु, माथि पानी सानी चाहिँ केही पाउँदैन, आफै बोकेर आउनु होइन, खाजासाजा बोकेर आउनु, एकदम रमाइलो हुन्छ। हामीले अब त्यही खाजासाजा केही नबोकिकन आएको भएको कारणले पानी पनि छैन हामीसँग, अनि अब बडी डिहाइड्रेट भइरहेको छ। त्यही भएर हामी चाहिँ अब केही नगरिकन सरासर झर्दैछौँ। तपाईँहरू चाहिँ पानी सानी चट्टा लाएर बोकेर आउनुभयो भने चाहिँ एकदमै राम्रो ठाउँ छ। चिल्लानको लागि एकदम बवाल ठाउँ छ है। अब 2-4जना साथीहरू भएर आउनु भने त झन् अझ मजाले क्याम्पिङ होइन, यता सेफ पनि छ। त्यस्तो केही होला जस्तो त लागेन मलाई होइन, म त होला अब केही जङ्गल जनावरहरू थाहा होला, तर एकदम सेफ हुन्छ। यहाँनिर के होला होइन, यहाँनिर पोखरी छ, जुन त्यो पोखरी एकदम राम्रो छ, सानो छ, चिटिक्क परेको छ है। त्यसलाई अलिकति मजाले सफा गऱ्यो भने त राम्रो देखिन्छ होला। यो हाइटमा यो पानी स्टोर हुनु एकदम राम्रो हो। अब सायद यो आकाशको पानी हो कि के हो त चाहिँ थाहा भएन होइन, तर यही चाहिँ उम्रेको भने चाहिँ यसलाई प्रिजर्भ गऱ्यो भने चाहिँ अति नै दामी हुन्छ है। यसलाई प्रिजर्भ गरेर प्युरिफिकेसन गरिदिउँ होइन, अनि खानेपानी राख्थ्यो भने चाहिँ अति बवाल भन्नेवाला छ। त्यो चाहिँ मेरो ओपिनियन। अब यहाँको कुन निकायले हेरिरहेको छ, निकायले त्यति गरिदियो भने चाहिँ एकदमै राम्रो हुन्छ है। अब यहाँनिर ठ्याक्क राम्रो छ, पुरै फाँट छ है, तलदेखि माथिसम्म। अझै पछाडिबाट डाँडा थियो जानको लागि चाहिँ, तर भनिहाल्यो पानी नल्याएको कारणले भोक पनि लाग्न थाल्यो, त्यही फर्किने भयो। यो चाहिँ पोखरी त तल धेरै नै तल छ, रौता पोखरी होइन, रौता पोखरीबाट अलमोस्ट 500 मिटर्स माथि नै होला सायद यो। यसरी यहाँ पानी छ कि, दिस इज अमेजिङ होइन। यो परेको पानी जम्मा भएको भयो भने त सबै यति वर्षमा त सुक्नु पर्ने होइन, वरिपरि कतै पानी छैन, सो यो यहीँ रसाको पानी होला। यसलाई चाहिँ अलिकति प्रिजर्भ गर्न सक्यो भने चाहिँ अति दामी हुन्छ।